सबैजनालाई चाहिँ नमस्कार छ है, मेरो आइसकेको छ होइन। फाइनली भएकोले हाम्रो चाहिँ ड्रोन दाइ पनि हामीले भेटिसक्यो कि उहाँ नि हामीले बिस्तारै चिने हो कि है। उहाँ चाहिँ ड्रोन दाइ हुनुहुन्छ। ठ्याक्क हामीले ड्रोन सुट लिइसक्यो देउरालीको। अनि हामी चारजना चाहिँ आइपुगेको छ देउराली। अनि यता चाहिँ बाम्ती भण्डार पर्छ। बाम्ती भण्डारमा चाहिँ कुहिरो लागेर केही देखेको छैन। अनि हेर्न सक्नुहुन्छ तर वाउ भ्यूहरू हेर्न सक्नुहुन्छ। अब यो चाहिँ अब थोतुङ गुम्बा सेरदिङ जाने बाटो चाहिँ यो भइहाल्यो। किनभने चाहिँ अब हामी थोतुङ गुम्बा पनि हेर्न जाने हो। हेरौँ माथिसम्म चाहिँ जाने क्या। यो चाहिँ देउराली बजार भइहाल्यो है। यो चाहिँ देउराली बजार हो। यस्तो दामी सबैलाई पुरानो बाटो चाहिँ यही हो है। यहीँबाट हिँडेर जाने हो। ट्याक्क लगाएर आफ्नै गाउँघरमा यस्तो दामी छ। यस्तो दामीहरू घर बनाएको छ। हाम्रो चाहिँ यात्रा मोहन सर हुनुहुन्छ हामीसँग। हाम्रो साथमा चाहिँ हाम्रो दाई हुन्छ मोहन दाई। यता अङ्कलहरू हुनुहुन्छ एकदम कायदा है। यो चाहिँ होमस्टे हो। यो चाहिँ होमस्टे हो गाइजहरू है। देउरालीबाट ओ न के हो लाप्साने पनि यहाँबाट जाने रहेछ ल गाइज। यहाँ भएर यो बाटो चाहिँ लाप्साने पनि जाने रहेछ है। थाहा थिएन, अहिले थाहा भयो होला गाइज। ट्याक्क मानेछ होइन। यो चाहिँ अहिले मेरो काम सबभन्दा भाइ छ। यो चाहिँ आलु छिल्ने पोटेटो यो चाहिँ सलाद बनाउने काट्ने रहेछ हैन। अनि यो चाहिँ सलाद चाहिँ यसमा पानी चाहिँ ड्राई गर्ने के ड्राई गरेर चाहिँ अहिले मेरो चाहिँ सबभन्दा भाइ छ। त्यसमा चाहिँ यहाँ चाहिँ पोल्ने हैन। अनि त्यसपछि यहाँ चाहिँ सिल गर्ने अनि यो चाहिँ अब हाम्रो हाइल्यान्ड शेर्पा गेस्ट हाउसको पोटेटो हाइल्यान्ड शेर्पा पोटेटो चिप्सको फार्म चाहिँ यो अरे सलाद गरेपछि चाहिँ यसमा चाहिँ पानी ड्राई गर्दै सलाद चाहिँ त्यो आलुको ड्राई पानी तार्ने पानी तारेपछि ऊ त्यहाँ चाहिँ पोल्ने त्यहाँ पोलेपछि मसला यसमा मोल्ने यहाँ चाहिँ हाम्रो लोकल चिप्स पाइन्छ हैन आलुको पोटेटो। हजुर त्यहाँबाट चाहिँ यहाँ चाहिँ सिल गर्ने प्याकिङ गर्ने प्याकिङ सिल गर्ने। अनि यो चाहिँ 700 मिटर चाहिँ हाईको आलु मात्रै के सबै अर्ग्यानिक हामीसँग त्यसो काठमाडौँको आलु चाहिँदैन हामीलाई। लोकल चिप्स त्यस तपाईहरु पनि यहाँ पकाएर ट्राई गर्न सक्नुहुन्छ। एकदम म बुढीकोमा चाहिँ आलु चिप्स आएर खानुहोस् न त्यहाँ। सबैलाई दिनुभएको छ, हामी अब टेस्ट गर्छौँ होइन। नमस्ते, मेरो नाम चाहिँ अङ्कान्छी शेर्पा देउराली बन्डर देउराली। मेरो चाहिँ हाइल्यान्ड शेर्पा गेस्ट हाउस हो। अनि त्यही हो अब मेरोमा चाहिँ अब खाने बस्नेको चाहिँ अब रुमकोहरू चाहिँ अब हेरेर छ। हामी टुरिस्ट नेपाली सबैले छुट्याउँदैन। हाम्रो चाहिँ अब डबल बेड ट्रिपल बेड हामी 500 मात्रै लिन्छौँ। खाना भेजमा पनि हामीले अब महँगो छ अहिले, चामलहरू कति महँगो छ, हामी 250 लिन्छौँ। टुरिस्टको लागि मात्रै अलिकति महँगो छ। अनि नेपालीको लागि सबै ठिकै नै छ। अनि अर्ग्यानिक भनेको यहाँ चाहिँ हाइल्यान्ड पोटेटो चिप्स भनेर चाहिँ हामीले खोलेको छु। हाइल्यान्ड पोटेटो चिप्स पाउँछ अर्ग्यानिक भनेको यहाँ 700 मिटरको। अनि अब एक चिज एकको त्यो घिउहरू अनि सबै अर्ग्यानिकहरू चाहिँ पाइन्छ। अब त्यस्तै हो, सबै अर्ग्यानिक नै हुन्छ यहाँ। अब त्यस्तो काठमाडौँको त्यस्तो तरकारी सरकारी हामी ल्याउँदैन। सबै हाम्रो चाहिँ यहीँ अर्ग्यानिक नै रोप्छु। अब त्यति होला, अरू केही कुरा यहाँबाट त यो माथि त्यो